हाम्रो नानीले चाहिँ यसो गर्छ भित्रबाट सिरानीहरू स्पिड लिएर आएर हो यहाँ किचनको स्ल्याबमा चढ्दै रहेछ। चकचक भनेको चाहिँ यहाँसम्म हुनुपर्छ है। हेर्नुहोस् है के गर्दैछ। के गरेको तिमीले? किन चढेको? बनाना देखाउँ भनेर। अन्त बनाना उयो दिनुभएको छ त बाबाले। तिमीले कहाँबाट लिएर आयो डल्लै सिरानी भन त। राख सबै सिरानी भित्र लगेर राख। चढ्नु हुँदैन यहाँ किचन हो नि। आमाले पुछु पुछु गर्दैछु त। बाबाले दिनुभएको छ त तिमीलाई बनाना दुईटा बनाना दिनुभएको छ त अलरेडी बाबाले। किन हेन पक्र भनेर हौ अरे। किन चाहिँ हेन पक्रिनु? त्यसरी चढ्नु हुँदैन त। लड्छ त। अर्को हेर्नु हुँदैन। म दिन्छु नि अन्त यहीँ दिन्छु। म चढाइदिन्छु। लु चढ। यस्तो गर्छ है यस्तो गर्छ। अलरेडी दिइरहेको छ। बाबाले दिनुभएको छ त त्यो हुँदैन है। ल यो नि चिनी है। ल चिया पकाउने। के गरेको त यत्रो ठुलो केरा उठाएर? बाबाले जिम जाँदा खानुहुन्छ। ओए तिमीलाई दिनुभएको छ त अन्त। ए के भन्दै खान्छौ अरे? कसो गर्छ कुकु खाखा चाहिँ? ए तिमी मङ्की हुन्छौ? कस्तो रहेछ? ल कुन चाहिँ जग्गाबाट आउनु भएको बाँदरहरूलाई? अब भयो त। मङ्कीले पनि एउटा मात्रै पहिला फिनिस गर्छ नि। पहिला एउटा फिनिस गर्छ त्यहाँबाट अर्को खान्छ नि। मङ्कीले त त्यसरी खान्छ थाहा छ। अन्त मात्रै दोकानले दिन्छ। राख अहिले राख एकछिन। पहिला त्यो फिनिस गरेर देखाउ त। अलरेडी उयो पनि छ दुईटा। त्यो पनि फिनिस गरेर देखाउ त। लु कतिको रहेछ? खै भनेनौ त अन्त। के भन्दा खान्छु भनेको थियौ? यत्रै त नि सिरानी। मैले कत्रो ठुलो बनाउने सिरानी तिमीलाई? किचनमा सिरानी ल्याउनु हुँदैन त। सिरानीमा हामी चुमो गर्छ त। कत्रो खाएको सानो खाऊ। सानो खाऊ। देऊ म फ्याँकिदिन्छु।